परिवारभन्दा पनि बढी उसका समाजले चासो लाउँछ। ऊ कहाँ गएकी होली, किन गएकी होली, कसँग गएकी होली र के कामले गएकी होली। धन्यवाद यस सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, हजारौं फूलदेखि उत्कृष्ट फूल छान्न हुनु बस्नुभएका निर्णायक मण्डल, ज्ञानको ज्योति छरेर हामीलाई असल मार्ग देखाउनु हुनु बस्नुभएका गुरुवर्ग तथा मेरा सुख र दुःखमा साथ दिने मेरा प्रिय साथीहरू। आजको यस वक्तित्व कलामा मैले भाग लिन पाउँदामा आफूलाई असाध्यै भाग्यमानी ठान्दछु। आजको वक्तित्व कलाको शीर्षक रहेको छ नारी शिक्षा आजको आवश्यकता। महोदय, आज म पनि एउटा आमाको कोखबाट जन्मेर आएको हुनाले नारीप्रति सम्मान झल्काउँदै तपाईहरूका सामु भनाइराख्न गइरहेको छु। नारी भन्नाले स्त्री जाति र महिला भन्ने बुझिन्छ। नारीलाई ममता र ज्ञानको खानी पनि भनिन्छ। सर्वप्रथम नारीलाई हजुरआमा, आमा, दिदी, बहिनी सबै थोक भनेर बुझिन्छ। सृष्टिकर्ता नारीहरू परिश्रमी, धैर्यता र सहिष्णुताकी प्रतिमूर्ति हुन्। नारीले जन्माएका सन्तान आज संसार चलाइरहेका छन्, संसार जोगाइरहेका छन् र संसार सजाइरहेका छन्। महोदय, आज नारीहरू पुरुष प्रधान समाजमा बाँचिरहेका छन् र महिलाहरूले उठाएका आवाज पुरुष प्रधान समाजमा बटुलेर कुल्चिरहेको पाइन्छ। हामीले नारीहरूलाई शिक्षा प्रदान गर्नुपर्छ। नारीहरूलाई काम होइन, हामीले शिक्षा प्रदान गरेर असल बनाउनु पर्छ। नारीहरू आज हामी विभिन्न क्षेत्रमा देख्न सक्छौँ। हामी शिक्षकदेखि लिएर आज डाक्टरसम्म पनि नारीहरूलाई देख्न सक्छौँ। महोदय, म मान्छु कि पहिलेको युगभन्दा आजको यस युगमा नारीहरू अत्यन्तै शिक्षित भइसकेका छन्। पहिलेको युगमा नारीहरूलाई अरूको घर जाने जात भनेर चिनिन्थ्यो, तर आज नारीहरूले देशको विकासमा अत्यन्तै ठुलो भूमिका खेलेका छन्। नारीहरू आज शिक्षकदेखि पाइलोट, डाक्टर धेरै क्षेत्रमा लागेका छन्। त्यसैले हाम्रो देशको विकास पनि छिटो छिटो भइरहेको छ। महोदय, हामीलाई थाहा नै होला नेपालको जनसङ्ख्या पुरुषभन्दा बढी नारीको छ। यदि हरेक नारीहरू शिक्षित भयो भने हाम्रो देशको विकास पनि छिटोभन्दा छिटो हुन सक्छ। हाम्रो यो पुरुष प्रधान समाजलाई पनि हटाउन नारीहरूको धेरै ठुलो भूमिका पनि हुन सक्छ। आजको यस युगमा नभए पनि भोलि पर्सि हुनेको युगमा हामी नारी प्रधान समाज पनि देख्न सक्छौँ। आज नेपाली 21औं शताब्दीमा आएर पनि अशिक्षितको गहिराइमा पर्दै गइरहेको छ। अशिक्षितको दलदलमा फसिरहेको छ। महिलाहरूले पढ्न पाएका छैनन्, महिलाहरू शिक्षित हुन पाएका छैनन्। महोदय, खास गरी भन्नुपर्दा त नारी र छोरा एउटा सिक्काको दुई पाटा जस्ता हुन्, जसलाई समान व्यवहार गर्नुपर्छ। आजको यस युगमा नारीलाई धेरै महत्त्व दिनुपर्छ, किनभने नारीलाई हामी आफ्ना आमा जस्ता ठान्छौँ। हामीलाई थाहै नै छ नारीलाई आमा भनिन्छ, आमा जननी हुन्, जसकारण हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ। उनीप्रति हामीले आफ्नो माया झल्काउनु पर्छ। नारीलाई हामीले कहिले पनि कम ठान्नु हुँदैन। एकै आमा कुवाबाट जन्मेर दुवै सन्तान एउटा छोरा छोरी हुन्। दुवै आमा कुवाबाट जन्मेर पनि यस्तो भेदभाव किन हुन्छ महोदय? हामीलाई थाहै नै छ नारी भनेका त हाम्रा आमा जस्ता हुन्, त्यही पनि यस्तो भेदभाव किन? एउटै आमा कुवाबाट जन्मेर छोरा भने चाहिँ कपी कलम लिएर विद्यालय खुसी हुँदै जान्छ भने छोरी चाहिँ दोको नाङ्लो हँसिया लिएर जङ्गलतिर घाँस दौरा लिन जान्छ। महोदय, यसै सन्दर्भमा म एउटा उदाहरण जोड्न चाहन्छु। मेरै पल्लो घरमा बस्ने एउटा रामु काका, उनका छोरा हुँदा उनले धुमधाम गरेर मिठाई सरसमाजमा मिठाई बाँडे, तर त्यही ठाउँमा एउटा नारी हुँदा चाहिँ काका के भयो भन्दाखेरि चाहिँ उनले चाहिँ छोरी भयो भने। महोदय, त्यति बेला मेरो मन अत्यन्तै दुख्यो, मेरो मनमा धेरै ठुलो चोट पर्यो। किनकि आजको यस युगमा नारीलाई त हामीले सम्मान दिनुपर्छ। नारीलाई दाइजो होइन, शिक्षाको अवसर प्राप्त गर्नुपर्छ। अन्तिममा म के भन्न चाहन्छु भने नारी हुन् त सबै हुन्, नारी छैनन् भने यहाँ केही हुने छैन। सबै नारी शिक्षित भयो भने हाम्रो देशको विकास छिटोभन्दा छिटो हुन्छ भन्दै आफ्ना दुई शब्द यहाँ टुङ्गाउँछु। हस्त धन्यवाद।